यो कसरी भयो विनय? घरतिर सबैलाई आरामै होला नि है भिनाजु? कति आराम आफ्नो छोराछोरी बेपत्ता भएपछि बाबुआमालाई पनि आराम, दिदीबहिनीलाई पनि आराम। त्योभन्दा अरू आराम के चाहियो त? बिन्दा दिदी पनि फर्किनु भएको छैन है? बिन्दा दिदीको खबर राम्रो छैन विनय। फैसला के सुनाएको छ त? मृत्युदण्ड। मलाई गाउँघरतिर अपराधी भन्दा हुनै भेनाजु। यो कसरी भयो विनय? बताउन चाहन्छौ? हामीले काठमाडौँबाट चक्रै आफूले लिएर आएको थियो। कोइला एयरपोर्टबाटै कम्पनीको मान्छे आएर लगिहाल्यो। हामी 4-5 जनालाई चक्रेले एउटा होटलमा लगेर राख्यो। आफूले बोलेको उनीहरूले नबुझ्ने, उनीहरूले बोलेको आफूले नबुझ्ने, भाषाको पनि समस्या भयो। अरू त के थिएन बेनाजु। एक दिन मर्नै पर्ने हो। आँखाको विष लागेर मरिनै भयो। त्यही हो, बुवाको थाप्लोमा ऋण नभइदिएको भए हुन्थ्यो। साउले कति थर्काएको होला। त्यसमाथि ब्लड प्रेसर छ।